म बालाजु बस्छु अहिले अलिकति काम हुनाले यहाँ बबरमहल जान लाग्यो ठुलो प्रभाव परिरहेको छ नि सर्वसाधारण गरी खानुपर्ने मान्छे एक ठाउँबाट अर्को ठाउँ गएर मजुरी गर्नुपर्ने मान्छे अफिस जाने मान्छे पसले सारा कुराहरूलाई यो तरकारी ओसार्ने मान्छेहरू पिठमा बोकेर लगिरहेका देखिरहेको थिएँ बिहान भने यो त यो 21औं शताब्दीमा मान्छेले संसार कहाँको कहाँ पुगिसक्यो भने एउटा न्यूनतम पूर्वाधार जो मान्छेलाई नभई नहुने अति आवश्यक चिज हो ट्रान्सपोर्टेसन भनेको यस्तो अवस्थामा बाटो बन्द गर्नु त सबभन्दा ठुलो गल्ती हो नि सबभन्दा ठुलो कमजोरी हो नि यो राज्यको पनि कमजोरी हो म अहिले घटेगोलाबाट निस्केको अब यो माइती घर हुँदै रत्नपारतिर पुग्छु अनि यो प्रभाव त अब यातायात बन्द हुनु भनेको त सबै कुरामा ठप्प हुनु हो सबै सर्वसाधारण जनतादेखि लिएर ठुल्ठुला सबैलाई चाहिँ असर पार्ने कुरा हो त्यसमा नि बढीभन्दा बढी त सर्वसाधारण गरी खानेलाई नै असर परिरहेको हुन्छ दिनभरिको जलमजदुरी गर्नेहरूलाई नै असर परिरहेको हुन्छ अब अहिलेको असरी अब यो कहिलेसम्म हो यो निकै गाह्रो भइरहेको छ बन्दको कारण चाहिँ खास त मलाई त्यति थाहा भएन तर मैले अलिकति सुनेअनुसार चाहिँ यो अब यो सिन्डिकेट बारेमा केही यो यातायात व्यवसायीहरूले गरेको आन्दोलन भन्ने कुरो चाहिँ सुनेको सही तरिकाले व्यवहार गर्दा त फाइदै हो तर अब त्यो गलत नियत भइसकेपछि नियत चाहिँ खराब भएपछि जुनसुकै राम्रो व्यवस्था भए पनि त्यो ठिक हुँदैन क्या नियत चाहिँ ठिक हुनु पर्यो नियत ठिक भयो भने जुनसुकै उसमा पनि हुन्छ नियत ठिक भएन भने त्यो राइट सेयरमा पनि त्यो नराम्रो पनि हुनसक्छ साधारण प्यासेन्जरहरूलाई त्यो बेफाइदा पनि हुनसक्छ अब मैले भेटेसम्म अफलाइन त त्यस्तो बसिराखेका हुँदैनन् अनलाइनै हुन्छन् तर अब हिँड्दै गरेका यात्रुसँग चाहिँ उनीहरू चोकमा बसिरहेका हुन्छन् अब पठाउ चाहिए हो इन्ड्राइभ चाहिए हो भनेर चाहिँ उनीहरूले सोध्ने काम चाहिँ गरे मैले चाहिँ त्यही भेटेको छु कहिलेकाहीँ त अलिकति के पनि छ भने जस्तो म आफै पनि परिरहेको छु सधैँ मैले जाने ठाउँमा चाहिँ 60 रुपियाँमा गइरहेको थिएँ भने एकपल्ट 120 तिर्नु पऱ्यो ठ्याक्कै डबल अनि 120 उठ्या छ भन्छ अब के भन्नु आफूलाई थाहा हुँदैन अनि त्यति नै तिर्नुपर्ने हुन्छ त्यस्तो पनि गरिरहेको छन् गर्नु त सार्वजनिक यातायातको सुधार गर्नुपर्ने भन्ने त अब यो रोडको समस्याले गर्दाखेरि अब थोरै समय हिँड्दा 1 घन्टा लाग्ने समय गाडीलाई अझ बढी लाग्ने समय पनि हुन्छ होइन ट्राफिक जामको आदि इत्यादिको कारणले पनि त्यो हुन्छ अन्य कुराहरू अलिकति समयमा पुग्नुपर्ने ठाउँमा चाहिँ धेरै समय रोकेर पनि समस्या आउँछ यस्तै हो सामान्य समस्याहरू अहिले यहाँ बबरमहलमा अदालतमा काम छ आएको शोभा भगवतीबाट हिँड्दै आएको हो एकदम गाह्रो भएको छ अब हिँड्नु पर्यो 1.5 घन्टा 15-20 मिनटमा आउने 1-1.5 घन्टा लाएर हिँड्नुपर्छ गाह्रो छ पठाउ चढ्नलाई धेरै पैसा लिन्छन् हामीले 20-25 रुपियाँको बाटोमा 200-300 तिरेर हिँड्नुपर्छ त्यही भएर पठाउ चढ्नलाई गाह्रो हुन्छ हामी सधैँ हिँडिरहनुपर्छ राम्रो होइन यस्तो आपद विपद परेको बेला त मान्छेलाई फ्रीमा मान्छेले कति सहयोग गर्छन् यसरी बढी भाडा लिनु त्यसरी लिनु राम्रो होइन कुनै बसले कस्तो भने सिटभन्दा बढी हालेर त्यो बेला असहज हुन्छ सार्वजनिक बसमा हुन त हुन्छ धेरै जस्तो चाहिँ हुँदैन धेरै कुनै ठाउँमा काठमाडौँको यो ललितपुर जाने दक्षिणकाली जाने जस्तो कीर्तिपुर उता भत्किएको पार्टीतिर जाने बसतिर हुन्छ यो महानगरतिर त्यति धेरै हुँदैन त्यस्तो सुधार गर्नुपर्ने सार्वजनिक यातायातले मान्छे पर्खिने न्युमा कसैलाई 5-10 मिनटको महत्त्व हुन्छ अफिसमा कहाँ पुग्नुपर्ने हुन्छ मान्छे प्यासेन्जर पर्खिने न्युले त्यो ढिलो गरेर हिँड्नुपर्ने त्यो कामहरू गर्न प्यासेन्जरलाई टाइममा पुर्याइदिनुपर्छ उनीहरूले एक स्टपमा 15-20 मिनट 10 मिनट उभ्याइदिएर त्यो चाहिँ सुधार्नुपर्ने छ हामीले देखेको हामी सधैँ बसमा हिँड्ने प्यासेन्जर हो त्यो चाहिँ सुधार्नुपर्छ महानगरले धन्यवाद अब पब्लिकहरूलाई त धेरै गाह्रो भइरहेछ नि त अब हामी बाटोमा हिँड्नु पऱ्यो होइन इन्ड्राइभहरू गर्नु पऱ्यो इन्ड्राइभले यति धेरै महँगो दिइरहेको छ डबल चार्ज लिइरहेको छ नि त अहिले हामीलाई अब जस्तो मलाई भक्तपुरबाट यहाँ आउनु अहिले मैले 400 रुपियाँ तिरिरहेको छु क्या डबल तिरेँ होइन अब जान पनि तिर्नु पऱ्यो नि त 400 रुपियाँ अब नर्मल मान्छेलाई त गाह्रो हुन्छ नि त्यसको लागि अब त्यसरी मान्छेलाई गाह्रो पर्दा चाहिँ त्यसरी डबल लिनु भएन होइन अब मान्छेलाई सबैलाई अफोर्डेबल हुँदैन स्टुडेन्टहरूलाई गाह्रो हुन्छ हामीलाई कलेज जानुपर्छ होइन इक्जाम दिन जानुपर्छ इन्टरभ्यू हुन्छ कलेजको सबैलाई गाह्रो भइरहेछ त्यही भएर अलिकति यो चाहिँ याद गरिदिनु पर्यो सबैले के अरे पब्लिकले उसले नै गरे होला यो हाम्रो ट्रान्सपोर्टेसन नै उसले गरे होला त्यही हो
भाडा